सो वेलकम ब्याक गाइज। हामी चाहिँ त्यही हिजोको कन्टिन्यू गर्छौँ। वी ह्याक्ड अ फेक ब्याङ्क। हामीले एउटा फेक ब्याङ्क चाहिँ ह्याक गरेको थियौँ हिजोको भिडियोमा, हिजोको लाइभ स्ट्रिममा। त्यसको भिडियो म एडिट गरेर च्यानलमा हाल्छु एकछिन पछि। एडिट त गरिसकेँ मैले, च्यानलमा हालेको चाहिँ छैन, अहिले बेलुकातिर हाल्छु। सो आज चाहिँ हामी त्यही कन्टिन्यू गर्छौँ, ट्राई ह्याक मी सेकेन्ड बक्स। त्यही सिकिरहेको हो। वी आर लर्निङ पेन टेस्टिङ। हामी पेन टेस्टिङ सिकिरहेको छौँ। आई एम अल्सो लर्निङ पेन टेस्टिङ, सेम थिङ। सो ट्राई ह्याक मी यसमा लगइन गरौँ। अटो लगइन हुन्छ यो। ओके, यही इमेलबाट मैले लगइन गरेको थिएँ। हे ईश्वर, वाम कोकोआ कोल्ड एक्सप्लोर्ड ह्याप्पी हलिडेज। सो लेट मी ब्याकडोर निकाल्ने, पेन टेस्ट गर्ने। दिस इज अफेन्सिभ सेक्युरिटी। अब यसपछि डिफेन्स सेक्युरिटी इन्ट्रोमा हामी यो चाहिँ पढ्छौँ, त्यसपछि करियर, त्यसपछि अरू कुराहरू रहेछ। फन्डामेन्टल्स, हाउ वेब वर्क्स। ओके, बेसिकबाट छ लिनक्स फन्डामेन्टल्स, विन्डोज फन्डामेन्टल्स, यही कुराहरू छ। हामी एकदम बेसिकबाट चाहिँ गइरहेछौँ सिक्नको लागि। सो वी कम्प्लिटेड। हामीले चाहिँ डिफेन्सिभ सेक्युरिटी इन्ट्रो कम्प्लिट गर्यो। अब सरी, अफेन्सिभ सेक्युरिटी चाहिँ कम्प्लिट गरेको हो। नाउ वी आर गोइङ टु लर्न डिफेन्सिभ सेक्युरिटी इन्ट्रो। सो लेट मी क्लिक दिस। So defensive security intro. To access material, start machine and answer the questions. You need to join this room भनेर भनेको छ। To access materials, त्यो भनेको त छ join room, start machine and ओके कसरी गर्ने यो टास्क 1 दिएको छ। ओके, पहिला टास्क 1 कम्प्लिट गरौँ। इन्ट्रोडक्सन टु डिफेन्सिभ सेक्युरिटी। सो डिफेन्सिभले चाहिँ प्रिभेन्ट गर्ने जहाँसम्म मलाई लाग्छ। अफेन्सिभले अट्याक गर्छ भने डिफेन्सिभले प्रिभेन्ट गर्छ, कहाँ कहाँ लुप होल छ त्यसलाई क्योर गरिदिन्छ, त्यसलाई रिजल्भ गरिदिन्छ। यसलाई अलिकति जुम गरौँ होला। इन दिस रूम वी विल एक्सप्लोर द वर्ल्ड अफ डिफेन्सिभ सेक्युरिटी नोन एज ब्लू टिमिङ। डिफेन्सिभ सेक्युरिटीलाई चाहिँ ब्लू टिम भनिन्छ, अफेन्सिभ अफकोर्स एग्रेसिभ रेड टिम। वी विल कभर हाउ डिफेन्सिभ the flag that you obtained by following okay flag पनि हामीले पत्ता लगाउनु रहेछौँ। पहिला भ्यू साइडमा गरौँ। ओके, यसमा के छ भन्दा ओके, इट इज अ ड्युटी टु प्रोटेक्ट। यसमा अरू के इन्फो दिएको छ। फेक ब्याङ्क and its customer be proactive and inquisitive. To begin with, practical the action is open static site on the right of the screen. Investigate the web discovery attack and perform the necessary guided protective measure to stop it from continuing. Okay, यहाँ यसरी चाहिँ वार्निङ आएको छ, यो फेक ब्याङ्क हो, ह्याक हुँदैछ, मैले प्रोटेक्ट गर्नुपर्ने छ। सो भ्यू साइटमा क्लिक गरेपछि यो खुल्यो। के कुराहरू छ, फेक ब्याङ्क, सेक्युरिटी अपरेसनल सेन्टर, सेफ एन्ड ओके मोनिटरिङ, यो के हो, दुई लेखा छ। सेक्युरिटी एनालिस्ट ड्यासबोर्ड, एसोसी एडमिन युजर, यहाँनिर चाहिँ आएको छ वेब डिस्कभरी एट्याक। यो एकदम हाइलाइटेड छ कि यतिकै भनिरहेको छ कि यसलाई ओके दिस इज समथिङ रङ इज गोइङ अन, समथिङ रङ चाहिँ के अलि रङ कुराहरू चाहिँ भइरहेछ भनेर, समथिङ रङ इज गोइङ अन भनेर भनिरहेछ। To web discovery attack, इसलिए इन्भेस्टिगेट गरौँ। automated directory enumeration detected on admin endpoint. इन्भेस्टिगेट गर्दाखेरि हामीले के पायौँ भन्दा वेब डिस्कभरी एट्याक। ओके, सोर्स आइपी, अटोमेटेड सोर्स आइपी कपी गरौँ। यहाँ कपी लेखेको हुन्छ, कतै पेस्ट गर्दै चाहिन सक्छ हामीले। लेट मी पेस्ट इट, जी एडिटमा पेस्ट गरौँ। ओके, यसले पेस्ट गरेर राखौँ, यसले काम लाग्न सक्छ। सो दिस इज दिस। अब एट्याक समरी। ओके,
कपी त गरेँ मैले यो स्टार्ट इन्भेस्टिगेसन ओके आइपी टु ब्लक 32.122 ओके ये आइपी ले ब्लक गर्ने हो ब्लक ड्युरेसन 24 आवर एडिशनल नोट intrusion detected implement action ओके फ्ल्याग चाहिँ के आयो भन्दाखेरि टीएचएम फेक बैंक सेक्योर्ड भनेर आयो त्यसलाई मैले रिपोर्ट मात्र गर्ने रहेछ टीएचएम त्यसपछि फेक बैंक सेक्योर भनेर आएपछि लेट मी क्लिक इट ओके यस यो पनि सकेको छ ओके यो बैंक चाहिँ लाइक इट वाज इजी नै थियो भर्खर स्टार्ट गरेको हो यार एट बिगिनर्स लेभल हामीले भर्खरै एउटा फेक बैंक ह्याक हुनबाट चाहिँ बचाएको छौं वी हैव जस्ट प्रिभेन्टेड अ फेक बैंक फ्रम गेटिङ ह्याक्ड इन्ट्रुजन थियो त्यसलाई डिटेक्ट गरेर वी जस्ट कम्प्लिटेड इट भर्खर कम्प्लिट गर्यो वी डिड इट डिफेन्सिभ सेक्युरिटी इन्ट्रु कम्प्लिटेड भनेर it just give me let me click on continue okay continue दुईटा रुम हामीले क्लियर गरेको छौं टाइम कति भयो ओके टाइम ओके एउटा रुम क्लियर गर्न 30 मिनेट्स लाग्यो रहेछ ओके फाइन त्यसपछि we will jump to third करेक्स इन साइबर यो रुममा जाउँ पढ्ने नै छ यो रुममा पनि बाफरे